हामी पुरुष प्रधान समाजमा बस्दछौँ। पुरुष प्रधान समाज भन्नाले पुरुषले आफ्नो वर्चस्व जमाएर बसेको एउटा समाज जसमा पुरुष नै सर्वसर्वा हुन्, पुरुषले यो समाज चलाएको छ भन्ने कुरा उसको मनमा हुन्छ। पुरुषको पुरुषार्थसँग यदि कुनै समस्या, कुनै प्रश्न यदि उठाइयो भने पुरुष मान्नै सक्दैन, पुरुषको मनमा त्यो एक्सेप्ट हुनै सक्दैन कि उसमा कुनै समस्या हुन सक्छ भनेर। यही सन्दर्भसँग सम्बन्धित म एउटा कहानी भन्न गइरहेको छु। यो कहानी माथुर र मधुनीको हो, नाम परिवर्तन गरिएको छ। माथुर र मधुनी केही वर्ष अगाडि बिहे गर्नुभयो। उहाँहरू चाहिँ एउटा संयुक्त फ्यामिलीमा बस्नुहुन्छ, संयुक्त परिवारमा बस्नुहुन्छ। संयुक्त परिवारमा माथुर भन्दा अलरेडी 4 जना दाजुभाइ जेठा दाइहरू हुनुहुन्छन्, उहाँको फ्यामिली पनि छन्। त्यस्तो फ्यामिलीमा बसिराख्नु भएको छ।